ल, धन्यवाद सम्पूर्ण साथीहरूमा। थ्याङ्क यू सो मच है। के छ, ब्रेन खाली गर्न सकिराख्नु भएको छ? सकिराख्नु भएको छ कि छैन? ब्रेनलाई एकछिनको लागि होइन, कुनै पनि बाहिरी कुराहरू दिमागमा नआओस् गर्न सकिराख्नु भएको छ कि के छ? ध्यान चाहिँ फोकस भइरहेछ? सबैजना साथीहरूको ध्यान फोकस भइरहेछ कि छैन भनौँ त एकचोटि। कमेन्ट गरौँ त। एकछिन ब्रेनमा कुनै पनि स्टिमुलाईहरू नआउने होइन, ब्रेनलाई टोटल्ली रूपमा चाहिँ खाली गर्ने प्रयास गरिराख्नु भएको छ है? भइरहेछ? ओके, ल ठिक छ, भइरहेछ भने राम्रो छ। धेरै गाह्रो हुन्छ सुरु सुरुमा यो गर्दाखेरि होइन। आइ नै हाल्छ अलिअलि है। जति गरे पनि अलिअलि आइहाल्छ दिमागमा कुनै पनि स्टिमुलसहरू, बाहिरी प्रतिक्रियाहरू। बाहिरी प्रतिक्रियाहरू दिमागमा आइ नै हाल्छ, अलिअलि आइहाल्छ है। नमस्ते नमस्ते। ल, गुड मर्निङ सम्पूर्ण साथीहरूमा स्वागत छ है, सबैजना साथीहरूलाई नमस्कार। ल, अब आजको हाम्रो सेसन चाहिँ म सुरु गर्न गइरहेको छु। कृपया सबैजना साथीहरू तयारी बस्नु होला, आफ्नो कपी चाहिँ निकाल्नु होला है। आफ्नो कपी र कलम निकाल्नु होला। नर्मली अब सुतेर कतिपय साथीहरू पढ्ने बानी होला, त्यो सुतेर पढ्ने बानी हटाउनु होला। सुतेर पढ्ने कुनै साथीको बानी त्यस्तो छ भने त्यो हटाउनु होला। र आफ्नो गन्तव्यको लागि समयमै आफूलाई चाहिँ अलि सचेत बनाउनुहोस्। मेहनतको बाटोतर्फ लागौँ, सङ्घर्षको मैदानमा उत्रौँ र मेहनत गरौँ। दिन रात एक गरौँ। आफूले जति भ्याउन सक्नुहुन्छ एक्स्ट्रा ड्युटी गरेर पनि आफूलाई चाहिँ क्यापेबल बनाउनुहोस्। तपाईँले देखेको सपनालाई पुरा गर्न तपाईँको ठुलो योगदान हुन्छ। जबसम्म तपाईँ सचेत बन्नुहुन्न, जबसम्म तपाईँ मेहनत गर्नुहुन्न, तबसम्म सफलताको आश गरेर कुनै पनि काम छैन। सपना तपाईँले हेर्नु भएको छ भने मेहनत पनि तपाईँको हुनुपर्छ। बिना मेहनतको सपना मात्रै हेरेर हुँदैन है। ठिक छ? ल, ओके, म सुरु गरेँ है। अब आजको सेसन अब साथीहरू बिस्तारै जोइन गर्नुहुन्छ होइन। ल ल, नमस्कार, गुड मर्निङ सम्पूर्ण साथीहरूमा स्वागत छ यहाँहरूलाई आजको हाम्रो मर्निङ सिफ्टको क्लासमा। र म यहाँहरूको प्रशिक्षक तेजु कुमार यादव यहाँहरूको सहजीकरणको लागि उपस्थित भइसकेको छु। र आजको हाम्रो हेल्थ एजुकेसन टपिक छ स्वास्थ्य शिक्षा सम्बन्धीका थ्योरिटिकल, त्यसै गरी अर्को चाहिँ अब्जेक्टिभ मोडेल, यो सबै डिस्कसनहरू हामी यसमा गर्छौँ। यहाँबाट कस्तो क्वेसन्सहरू आउँछ, कसरी लेख्ने, कुन तरिकाले लेख्ने, सबै डिस्कसनहरू हामी गर्छौँ। कृपया सबैजना सुरुदेखि अन्त्यसम्म कक्षामा जोडिनु होला, निरन्तर साथ दिनु होला। कहीँ कतै नबुझेको खण्डमा, अप्ठ्यारो लागेको खण्डमा
कमेन्ट्स गर्नु होला, प्रतिक्रिया चाहिँ दिनु होला है। ओके, लेट्स रेडी सबैजना साथीहरू, स्वागत छ सबैजनालाई। अब आजको सेसन म सुरु गरेँ है त। सबैभन्दा पहिला यो हेल्थ एजुकेसन बुझ्नुभन्दा पहिला पनि हेल्थ भन्नाले के बुझ्नुहुन्छ त? स्वास्थ्य भनेको के हो? व्हाट इज हेल्थ? स्वास्थ्य भनेको के हो? यो पहिला बुझ्न जरुरी छ। स्वास्थ्य शिक्षा बुझ्नको लागि पहिला स्वास्थ्य के हो बुझ्नु पर्यो हैन? तपाईले 1 मार्कमा पनि सोधिन सक्छ डिफाइन हेल्थ है, रिटेनमा पनि सोधिन सक्छ हेल्थ भनेको के हो, अथवा ठ्याक्कै हेल्थको डेफिनिसन दिइहाल्छ र यो डेफिनिसन कसले दिएको हो? WHO ले दिएको हो कि MOHP ले दिएको हो कि मास्लोले दिएको छ, कसले दिएको हो हैन? त्यसरी पनि दिन सक्छ अब्जेक्टिभ मोडेलमा, अथवा रिटेनमा डिफाइन हेल्थ दिन सक्छ तपाईले। त्यस्ता मोडेल प्रश्नहरू तपाईहरुलाई आउन सक्छ। त्यही भएर सबैभन्दा पहिला हामी बुझौं के भने हेल्थ भन्नाले के बुझ्नुहुन्छ? स्वास्थ्य भनेको के हो त है? स्वास्थ्य भन्नाले सिम्पली के बुझ्न सक्नुहुन्छ भने स्वास्थ्य भनेको यसलाई WHO ले बेस्ट डिफाइन गरेको छ। WHO को डेफिनिसन पनि छ, मानिस मात्रै रोग लागेको छैन अथवा कुनै पनि डिसेबिलिटी छैन भने मात्रै हामी त्यसलाई, जस्तै मलाई कुनै पनि रोग लागेको छैन न त कुनै डिसेबिलिटी छ भने म के स्वस्थ छु त? छैन, म स्वस्थ। त्यसको लागि मैले शारीरिक रूपमा, मानसिक रूपमा र सामाजिक रूपमा तीनटै तरिकाले म यदि स्वस्थ छु भने आई एम हेल्दी, म स्वस्थ छु है त। त WHO ले यसलाई कसरी डिफाइन गरेको छ भने हेल्थ भन्नाले हेल्थ इज अ स्टेट अफ कम्प्लिट फिजिकल त्यसै गरी मेन्टल एन्ड सोशियल well-being, not merely the absence of disease or infirmity. यो डेफिनिसन WHO ले दिएको छ, यो मैले भनेको होइन। WHO ले 1948 एडी मा WHO ले 1948 एडी मा यो डेफिनिसन उहाँले दिनु भएको छ। जब हाम्रो जन्म पनि भएको थिएन त्यो बेलामै नै यो डेफिनिसन आएको। 1948 अहिले चलिरहेछ तपाईको 2025, जोड्नुस् कति वर्ष भयो? लगभग तपाईको चाहिँ हैन 75 अनि 77 वर्ष भयो WHO ले यो डिफाइन गरेको छ यसलाई यसरी, र अहिलेसम्मको एउटा राम्रो डेफिनिसन यसलाई मानिएको छ। हेल्थ भन्नाले के बुझ्नुहुन्छ भने हेल्थ इज अ स्टेट अफ कम्प्लिट फिजिकल, मेन्टल एन्ड सोशियल वेलबिङ। मतलब स्वास्थ्य एउटा यस्तो अवस्था हो जसले शारीरिक, मानसिक र सामाजिक तवरले स्वस्थ हुनुपर्छ। साथसाथै मात्रै मानिस कुनै पनि रोग अथवा कुनै पनि दुर्बलता छैन, कुनै पनि डिसेबिलिटी छैन भने मात्रै मान्छेलाई स्वस्थ हामी भन्न सक्दैनौँ। त्यसको लागि चाहिँ तीनटा कुरा चाहिँ हुनु पर्यो। अर्थात् यसको अर्थ के बुझ्नुपर्छ? नेपालीमा पनि कहिलेकाहीँ तपाईहरुले अब जुन साथीले अप्ठ्यारो हुन्छ लेख्न भने नेपालीमा पनि यो डेफिनिसन लेख्न सक्नुहुन्छ, नेपालीमा पनि युज गर्न सक्नुहुन्छ। रोग र दुर्बलताबाट मात्र मुक्त नभई शारीरिक त्यसै गरी मानसिक र सामाजिक तवरले स्वस्थ हुनुलाई नै स्वास्थ्य भनिन्छ है। हेर्नुस्
यो भयो स्वास्थ्यको डेफिनिसन है त। स्वास्थ्य भन्नाले रोग र दुर्बलताबाट मात्र मुक्त नभई शारीरिक रूपले, मानसिक रूपले र सामाजिक रूपले चाहिँ होइन, शारीरिक, मानसिक र सामाजिक तवरले रोग र दुर्बलताबाट मात्र मुक्त नभएर शारीरिक रूपले, मानसिक रूपले र सामाजिक रूपले स्वस्थ हुनुलाई नै हामी स्वास्थ्य भन्छौँ। जस्तै म शारीरिक रूपले एकदम मलाई लागिरहेछ म एकदम तन्दुरुस्त छु, तर म मेन्टली रूपले बिग्रिएको छु, बाटोमा हिँड्छु पागल जस्तो होइन, बोलाको जस्तो। बौला बनाएर गयो भन्छ नि एउटा गानामा छ हो, बौला बनाएर बेहुला बनाउँछु भन्थी, बेहुला बना बेहुला बनाउँछु भन्थी, तर बौला बनाएर गयो। त्यस्तै हो, मान्छे शारीरिक रूपले तन्दुरुस्त भए तापनि मानसिक रूपले स्वस्थ छैन भने त्यो मान्छे हेल्दी होइन। अर्को, तपाईँले लाग्दैछ आई एम एकदम हेल्दी छु, तर तपाईँको समाजको मान्छेले तपाईँले भन्छ कि तपाईँ बिरामी जस्तै लाग्दै हुनुहुन्छ, यु आर नट हेल्दी एकोर्डिङ टु सोसियल भ्यू। सामाजिक भ्यूले तपाईँ स्वस्थ होइन है। त्यही भएर यो तिनटै तवरले हुनु। जस्तै एउटा हुन्छ इलनेस, इलनेस एन्ड सिकनेस, यो दुईटा कुरा हुन्छ है त। इलनेस भन्नाले आई भनेको म आफैले बिरामी महसुस गर्छु, म बिरामी जस्तो छु, मलाई लागिरहेछ, आफैले मलाई अनइजी फिल हुँदैछ, म बिरामी छु जस्तो महसुस हुँदैछ, आई फिलिङ्स, मैले आफैले महसुस हुँदैछ। यस भनेको सोसियल, समाजको व्यक्तिले, सामाजिक व्यक्तिले अथवा समाजको मान्छेले तपाईँलाई बिरामी हो जस्तो भन्दैछ, त्यसलाई हामी सिकनेस भन्छौँ। इलनेस र सिकनेस बुझ्नुभयो? इलनेस र सिकनेस भन्नाले बुझ्नुभयो साथीहरू? इलनेस भनेको आफैलाई महसुस हुनु म बिरामी छु भनेर, तपाईँले आफैलाई अनइजी फिल हुँदैछ, असहज लाग्दैछ, अनकम्फोर्टेबल फिल हुँदैछ होइन, शरीरको फिजियोलोजी बिग्रेर तपाईँले बिरामी भएको महसुस हुन्छ, द्याट इज इलनेस। र सिकनेस भन्नाले समाजको व्यक्तिले तपाईँलाई बिरामी हो भनेर यदि भन्छ भने द्याट इज सिकनेस। क्लियर हुनुहुन्छ सबैजना? भनौँ त, इज एभ्री वान क्लियर? यस अर नो भन्नुहोस् है साथीहरू। के छ यो? अब अहिलेको कन्टेस्टमा तपाईँहरूले रिटेन मोडेल पनि बुझ्दै जानुपर्छ है। रिटेनको तरिकाहरू पनि तपाईँहरूले बुझ्दै जानुपर्छ, याद गर्नुहोस्। अब हरेक ठाउँमा, हरेक प्रदेशले चाहिँ रिटेन गरिसकेको छ। अब पास गर्न, फर्स्ट पेपर पास गर्न त्यस्तो गाह्रो कम्प्लिकेटेड छैन, 40 अङ्क ल्याउनु हो पास होइन। हेर्नुहोस् न कति कतिजनाको नाम निकाल्छ एकैचोटि। त्यसको लागि त बेस्ट प्रिपेयर रिटेन पनि हुँदै जानु पर्यो नि त होइन। पहिलादेखि नै प्रिपेयर हुँदै जानुभयो भने राम्रो तयारी हुन्छ। अब भोजको बेलामा तपाईँ कुमल रोपेर, भोजको बेलामा तपाईँले कुनै बोट लगाउनुहुन्छ र तपाईँ त्यो बोट फल्छ र तपाईँले भोज गर्नुहुन्छ, त्यो बोट लिएर, त्यो फल लिएर, त्यो सम्भव छैन। त्यही भएर ज्ञानको बिउ अहिले नै रोपौँ, अहिलेबाट नै रिटेनको कुरा पनि बुझ्दै जाउँ। अब ठ्याक्कै सोधिन्छ, डिफाइन हेल्थ, व्हाट आर द फ्याक्टर एफेक्टिङ इन हेल्थ। सोधियो क्वेसन, हेल्थ भनेको के हो र व्हाट आर द फ्याक्टर एफेक्टिङ इन हेल्थ, हेल्थमा के कस्ता कुराहरूले प्रभाव पार्छ होइन, त्यसरी तपाईँहरूले सोधिन सक्छ। ल त यो डेफिनिसन भयो हेल्थको है। अब थोरै यसमा हामी के बुझौँ भने थोरै यसको ब्याकग्राउन्ड बुझौँ है त। अब हाम्रो विश्वमा यदि हेर्नुहुन्छ भने चिफ बडी अफ हेल्थ सिस्टम, चिफ बडी अफ हेल्थ सिस्टम इन वर्ल्ड, सिस्टम इन वर्ल्ड, विश्वमा स्वास्थ्यको सबै जिम्माहरू लिने है, स्वास्थ्यका जे जति देशहरूमा इभेन्ट्सहरू भइरहेछ, स्वास्थ्यका जे जति घटना प्रति घटनाहरू भइरहेछ, त्यो सबैको चाहिँ चिफ बडी, हाम्रो हेल्थकै दुनियाँभरिकै ठेक्का लिने स्वास्थ्यको को हो त? WHO, वर्ल्ड हेल्थ अर्गनाइजेसन, वर्ल्ड हेल्थ अर्गनाइजेसन। यसलाई हामी नेपालीमा विश्व स्वास्थ्य सङ्गठन भन्छौँ है त। नेपालीमा यसलाई भन्छ
विश्व स्वास्थ्य संगठन, विश्व स्वास्थ्य संगठन भन्छ डब्ल्युएचओ। र यो डब्ल्युएचओ को ओरिजिन कहिले भएको छ? ओरिजिन अफ डब्ल्युएचओ, ओरिजिन अफ डब्ल्युएचओ थोरै हामी ब्याकग्राउन्ड अफ डब्ल्युएचओ, डब्ल्युएचओ को ब्याकग्राउन्ड थोरै हामी बुझिरहेको छौँ यहाँ। ओरिजिन कहिले भएको छ, उत्पत्ति कहिले भएको छ, डब्ल्युएचओ को कन्सेप्ट कहिले आएको छ भने 1945 एडी मा आएको छ है। डब्ल्युएचओ को ओरिजिन 1945 एडी मा आएको, उत्पत्ति भएको छ, इस्टाब्लिश भएको होइन, ओरिजिनेटेड मात्रै भएको छ। होइन यो संस्था इस्टाब्लिश गर्नुपर्छ भनेर ओरिजिन आएको छ। र अर्को डब्ल्युएचओ कन्स्टिट्युसन, कन्स्टिट्युसन अफ डब्ल्युएचओ, डब्ल्युएचओ को संविधान, कन्स्टिट्युसन भन्नाले संविधान है। जस्तै हाम्रो नेपालको संविधान 2072 छ नि, त्यसरी नै डब्ल्युएचओ पनि एउटा लार्ज अर्गनाइजेसन हो नि त, ठुलो संगठन हो नि त एउटा। त्यही भएर संविधान यसको कहिले आएको छ त डब्ल्युएचओ को चाहिँ कन्स्टिट्युसन 1946 एडी मा आएको छ। र साथसाथै अर्को कुरा के बुझ्नु होला भने डब्ल्युएचओ इस्टाब्लिसमेन्ट अफ डब्ल्युएचओ, डब्ल्युएचओ को स्थापना कहिले भएको छ भने डब्ल्युएचओ को स्थापना 7 अप्रिल 1948 एडी मा भएको छ है। 7 अप्रिल 1948 एडी मा डब्ल्युएचओ भन्ने संस्थाको स्थापना भएको छ। कम्प्लिट डेट 7 अप्रिल 1948 है त, 7 अप्रिल 1948 एडी। त्यही भएर प्रत्येक वर्ष वर्ल्ड हेल्थ डे, वर्ल्ड हेल्थ डे कहिले सेलिब्रेट गरिन्छ? वर्ल्ड हेल्थ डे प्रत्येक वर्ष चाहिँ 7 अप्रिल मा सेलिब्रेट गरिन्छ। विश्वभरिको स्वास्थ्य दिवस कहिले मनाइन्छ त? प्रत्येक वर्ष 7 अप्रिल मा मनाइन्छ। र नेपालमा कहिले मनाइन्छ? नेपालमा स्वास्थ्य दिवस कहिले मनाइन्छ? नेपाल हाम्रो एउटा छुट्टै देश छ हैन, नेशनल हेल्थ डे, नेपालमा नेशनल हेल्थ डे कहिले सेलिब्रेट गरिन्छ? नेपालमा स्वास्थ्य दिवस चाहिँ कहिले मनाइन्छ त? 15 फाल्गुन है त साथीहरु। नेपालमा स्वास्थ्य दिवस कहिले मनाइन्छ त? नेपालमा स्वास्थ्य दिवस फाल्गुन 15 गते मनाइन्छ। र नर्सिङ साथीहरुको लागि नेपालमा नर्सिङ दिवस कहिले मनाइन्छ थाहा छ? ठ्याक्कै यो हेर्नुस्, रिमाइन्ड गर्नु होला। नेपालमा स्वास्थ्य दिवस फाल्गुन 15 गते मनाइन्छ। त्यसको ठ्याक्कै 1 महिना पछाडि भइहाल्नुस्, ठ्याक्कै 1 महिना ब्याक हुनुस्। मतलब नेशनल नर्सिङ डे, नेपालमा नर्सिङ दिवस कहिले मनाइन्छ? माघ 15 माघमा मनाइन्छ है। र नेपालमा नर्सिङ दिवस कहिले मनाइन्छ? नेपाल त भयो हैन, वर्ल्ड नर्सिङ डे, नर्सिङ साथीहरुको नर्सिङ डे कहिले मनाइन्छ त? विश्वभरिमा 12 मे मा है त। प्रत्येक वर्ष 12 मे मा विश्वभरि चाहिँ नर्सिङ दिवस सेलिब्रेट गरिन्छ। ल ठीक छ। त्यसैगरी अर्को यसमा के बुझ्नु होला भने नेपाल सरकारले, नेपाल गभर्नमेन्टले डब्ल्युएचओ को मेम्बरशिप कहिले लियो त? जति पनि विश्वमा देशहरू छ ती सबै देशहरूले डब्ल्युएचओ को मेम्बरशिप लिनुपर्ने हुन्छ, सदस्यता हैन, सदस्यता प्राप्त गर्नुपर्छ। डब्ल्युएचओ एउटा चिफ बडी हो हेल्थ सिस्टमको विश्वभरिको लागि इन्टरनेसनली रूपमा, भने नेपाल पनि त्यसको मेम्बर हो, भारत पनि त्यसको मेम्बर हो, बंगलादेश पनि त्यसको मेम्बर हो। जति पनि लगभग देशहरू छन् ती सबै देशहरू त्यसको मेम्बर हो। भने हामी त नेपाल देशको छौं। अब नेपाल, हामी नेपाली छौं भने नेपालले कहिले चाहिँ मेम्बरशिप लिएको छ? नेपाल टुक मेम्बरशिप अफ डब्ल्युएचओ,
डब्लुएचओ को मेम्बरसिप नेपालले कहिले लिएको छ भने 2 सेप्टेम्बर 1953 एडीमा, है त। नेपाल सरकारले डब्लुएचओ को सदस्यता कहिले प्राप्त गरेको छ भने नेपाल सरकारले डब्लुएचओ को सदस्यता सेप्टेम्बर 2 1953 एडीमा चाहिँ मेम्बरसिप ग्रहण गरेको छ है। ठिक छ। यो ठ्याक्कै यो क्वेसन पहिला पनि मैले पठाएको थिएँ। यो क्वेसन ठ्याक्कै सोधेको रहेछ। कुनै कुनै ठाउँमा चाहिँ अब एक दुईजनाको यसो कमेन्टहरू, अब त्यो म त्यति ओथेन्टिक मान्दिनँ त्यसलाई होइन। एक दुईजनाले चाहिँ अब यी विद्यार्थीहरू नै छन्, अब यिनीहरूले चाहिँ ठ्याक्कै पोस्टहरू गरेको छ के भनेर चाहिँ ठ्याक्कै टिक लगाएर 1954 हुन्छ भनेर। अब त्यसमा मैले यसको बारेमा अलि रिसर्चहरू पनि गरेँ, हेरेँ पनि यसको बारेमा। 1953 नै सुटेबल एन्सर हो यसको, 1954 होइन है। 1953 बेस्ट एन्सर हो यसको, नझुकिनु होला। सेप्टेम्बर 2 1953 हो यसको सुटेबल एन्सर। कन्फ्युजन भएको होला साथीहरूमा कि कहिले होला, फरक छ कि भनेर चाहिँ। तर यसको बेस्ट एन्सर त्यही हुन्छ, 2 सेप्टेम्बर 1953 मतलब नेपाल सरकारले अथवा नेपालले चाहिँ डब्लुएचओ को मेम्बरसिप कहिले लिएको हो भने यसको मेम्बरसिप चाहिँ 1953 लिएको छ। र अर्को एउटा पनि यहाँ डेकै कुरा आएको छ भने ठ्याक्कै एउटा डेमा अझै पनि तपाईँहरूले थपिहाल्नु होला है। एउटा के थप्नु होला भने सिभिल सर्भिस डे, निजामती सेवा दिवस, सिभिल सर्भिस डे कहिले मनाइन्छ? भाद्र 22 गते। यो पनि यो के भन्छ लुम्बनीमा सोधेको थियो। कति दिन हामीले छलफल गरेका क्वेसन नै हो यो, प्राय डिस्कसन गरेको कुराहरूमा। र कोशी प्रदेशको पनि हामीले छलफल गरेका थियौँ। कोशी प्रदेशको निजामती सेवा दिवस कहिले मनाइन्छ? त कोशी प्रदेशको निजामती सेवा दिवसहरू पहिलाका क्लासहरूमा डिस्कसनहरू भएको थियो पहिला पनि है। ठिक छ। यो भयो निजामती सेवा देशभरिको लागि, हाम्रो देशभरिकै लागि त्यो भयो के, एउटा छुट्टै देशको लागि होइन, हाम्रो छुट्टै प्रदेशको लागि होइन, एज अ होल देशको लागि सङ्घीय निजामती सेवा दिवस 22 भाद्रमा मनाइन्छ। र कोशी प्रदेशको असोज 11 गते होइन। कोशी प्रदेशको निजामती सेवा दिवस कहिले मनाइन्छ भनौँ त साथीहरू? अब जो साथीहरू कोशीमा पनि, अब कतिपय साथीहरू नयाँ साथीहरू चाहिँ कोशीमा पनि इक्जाम दिनुहुन्छ होइन। त्यही भएर मैले चाहिँ यसो रिभाइज गरिदिएँ है। त्यही क्वेसन सोधिदियो भने त फेरि गयो नि। हो, असोज 11 गते है त, असोज 11 गते है। ठिक छ। त्यसै गरी डब्लुएचओले आफ्नो डेफिनिसनमा के कुराहरू फोकस गरेको छ? मतलब डब्लुएचओ includes in definition of हेल्थ, हेल्थको डेफिनिसनमा डब्लुएचओले 3-4वटा कुराहरू हालेको छ। फिजिकल, त्यसै गरी अर्को मेन्टल एन्ड सोसियल है। मानिस शारीरिक रूपले, मानसिक रूपले र सामाजिक रूपले स्वस्थ हुनुपर्छ। कहिलेकाहीँ एमसीक्यू मोडेलमा सोद्धाखेरि which one is not included in definition of health by WHO? अब यहाँ ठ्याक्कै स्पिरिचुअल दिन सक्छ, इकोनोमिकल दिन सक्छ होइन। तर यो सुटेबल यो 3वटा छ। यो बाहेक यदि होइन अप्सन आयो भने त्यसलाई हटाउनु होला है। यो 3वटा चाहिँ हुन्छ, फिजिकल, मेन्टल एन्ड सोसियल। के छ साथीहरू, बुझ्नुभयो? ल भनौँ त, क्लियर हुनुहुन्छ? सबैजनाले कमेन्ट गरौँ त एकचोटि, क्लियर हो कि होइन? क्लियर छ? ओके ल, क्लियर छ है। अब हामी छलफल गर्छौँ
अब हामी के छलफल गर्छौं फ्याक्टर एफेक्टिङ इन हेल्थ हेल्थमा के कस्ता तत्त्वहरूले असर पार्छ त है हाम्रो स्वास्थ्यमा के कस्तो फ्याक्टर्सहरूले असर गर्दै होला त फ्याक्टर एफेक्टिङ इन हेल्थ हेल्थमा प्रभाव पार्ने तत्त्वहरू के छ हैन कुन कुन तत्त्वले हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ है के कस्ता तत्त्वहरू छ जसले हाम्रो स्वास्थ्यमा असर पुर्याउँछ प्रभाव पार्छ परिवर्तन ल्याउँछ तपाईहरूले भन्नुस् त के होला तपाईहरूको विचारमा यो रिटेन पनि ठ्याक्कै क्वेशन कस्तो सोधिन्छ भने नि जस्तै 5 मार्कमा डिफाइन हेल्थ हेल्थ भनेको के हो हैन राइट डन द फ्याक्टर एफेक्टिङ इन हेल्थ हेल्थमा प्रभाव पार्ने तत्त्वहरू के छ भनेर तपाईहरुले सोधिन्छ स्वास्थ्यमा प्रभाव पार्ने के कस्ता तत्त्वहरू छ यसैमा तपाईले अझै पनि थप दिन सक्छ यो क्वेशनमा यसै क्वेशनमा तपाईले प्रिन्सिपल दिन सक्छ प्रिन्सिपल अफ हेल्थ एजुकेसन के हो लेखिदिनुस् अथवा मेथड लेखिदिनुस् अलि लामो क्वेशन बनाउनलाई हैन एउटै क्वेशनमा दुईटा तीनटा चारवटा क्वेशनहरू पनि एडिङ गरिरा हुन्छ है एउटै क्वेशनहरूमा चारवटा पाँचवटा कुराहरू पनि एड गरिदिन्छ लङ एन्सर बनाउनु छ भने हिजो एचए को चाहिँ इक्जाम भयो लुम्बिनी प्रदेशको रिटेनको हैन रिटेनको इक्जाम भयो म्याक्सिमम क्वेशनहरू एकचोटि हेर्नु होला तपाईहरुले प्रश्नहरू हाम्रो रिटेन क्लासहरूमा भएको डिस्कसनहरू जति छ त्यो लगभग क्वेशनहरू आएको छ म्याक्सिमम क्वेशनहरू त्यहीबाट आएको छ एकचोटि तपाईहरुले इक्जामको क्वेशन हेर्नु होला ठ्याक्कै तपाईलाई समझमा आउँछ कि होइन पढेकै कुराहरू छ लेख्न सकिन्थ्यो त त्यही भएर अहिलेबाट प्र्याक्टिस जोसँग छ जो साथीहरूले अहिलेबाट प्र्याक्टिस गरिराख्नु भएको छ भने त्यसको राम्रो चाहिँ प्र्याक्टिस हुन्छ लिखितको लागि अहिलेबाट नै तपाईहरु प्रिपेयर हुनुस् किनभने लिखित जसले लेख्न सक्नुहुन्छ लिखितले तपाईले लिखित जसलाई राम्रोसँग लेख्न आउँछ त्यसले थ्योरी पनि बुझ्छ अब थ्योरी राम्रोसँग बुझ्नु हो भने अब्जेक्टिभ कहाँबाट आउँछ त थ्योरीबाट नै आउँछ नि त हैन केही टेक्निक चाहिन्छ थ्योरीको उसको लागि अब्जेक्टिभको लागि केही थ्योरी पनि चाहिन्छ के भन्छ आइडिया पनि चाहिन्छ तर मेन कुरा तपाईको चाहिँ के हुनु पर्यो त थ्योरिटिकल कुरा हुनु पर्यो थ्योरी तपाईले थाहा छ भने तपाईले चाहिँ सजिलै डिल गर्न सक्नुहुन्छ क्वेशन है त्यही भएर लेख्ने बानी बसालौँ अहिलेबाट ल ठिक छ राम्रो लेखिराख्नु भएको छ बायोलोजिकल इन्भाइरोमेन्टल हैन त्यसै गरी अर्को भन्नु सोसियल हो ठिक छ एकदम राम्रो है यो सबै फ्याक्टरहरू छ यहाँले लेखेको सबै फ्याक्टरहरू ठिक छ एकदम राम्रो है ल अब कुन कुन तत्त्वहरूले हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ त एउटा हेरौँ जियोग्राफिकल फ्याक्टर जियोग्राफिकल भन्नाले भौगोलिक फ्याक्टरहरू है भौगोलिक फ्याक्टर भूगोलले पनि असर गर्छ हैन त्यसै गरी अर्को छ इन्भाइरोमेन्टल फ्याक्टर वातावरणीय तत्त्वहरू वातावरणका तत्त्वहरूले पनि के गर्छ त इन्भाइरोमेन्टल फ्याक्टर्स लेख्नु होला है फ्याक्टर्स इन्भाइरोमेन्टल फ्याक्टर्स यसले पनि असर गर्छ हैन त्यसै गरी अर्को छ बायोलोजिकल फ्याक्टर्स बायोलोजिकल फ्याक्टर्स बायोलोजिकल भन्नाले भाइरस ब्याक्टेरिया फंगस हैन अर्गानिजमहरू हैन त्यसै गरी अर्को छ सोसियल फ्याक्टर सामाजिक तत्त्वहरूले पनि के गर्छ त हाम्रो स्वास्थ्यमा चाहिँ असर पुर्याउँछ है
सोसियल फ्याक्टर भन्नाले के बुझ्नु पर्यो त, सामाजिक तत्त्वहरू है त। ठिक छ। त्यसै गरी अर्को चाहिँ लेख्न सक्नुहुन्छ इकोनोमिकल फ्याक्टर्स। इकोनोमिकल फ्याक्टर्स अर्थतन्त्रले पनि अथवा आर्थिक अवस्थाले पनि हाम्रो स्वास्थ्यमा असर पुर्याउँछ हैन। त्यसै गरी अर्को लेख्न सक्नुहुन्छ कल्चरल फ्याक्टरहरू। कल्चरल फ्याक्टरहरू वातावरण के भन्छ, धर्म संस्कृतिका कुराहरू जुन छ त्यो कुराहरूले पनि के गर्छ त हाम्रो स्वास्थ्यमा चाहिँ प्रभाव पारिराखेका हुन्छ है। यो कुराहरूले पनि हाम्रो स्वास्थ्यमा प्रभाव पारिराखेको हुन्छ। अब यसलाई तपाईले एक्सप्लेन पनि गर्न सक्नुहुन्छ। क्वेशनको मार्क अफ 10 हेरेर कति क्वेशन हो, कति अङ्कको क्वेशन हो त, क्वेशनको मार्क हेर्नुस् र त्यो बमोजिम तपाईले यहाँ लेख्न सक्नुहुन्छ। अब धेरै मार्कको छ, 4 मार्क 5 मार्कको छ, त्यो बेलामा त अलि एक्सप्लेन गर्नु पर्यो हैन, अलि एक्सप्लेनेसन गर्नु पर्यो। अब ध्यान दिएर सुन्नुस्, स्वास्थ्यमा प्रभाव पार्ने तत्त्वहरू के रहेका छन् भने हाम्रो स्वास्थ्यमा प्रभाव पार्ने विभिन्न फ्याक्टरहरू हुन्छ। हाम्रो स्वास्थ्यलाई परिवर्तन गर्न अथवा हाम्रो स्वास्थ्यलाई प्रभाव पार्ने विभिन्न तत्त्वहरूमध्ये एउटा तत्त्व छ जियोग्राफिकल फ्याक्टर। जियोग्राफिकल भन्नाले अब हिमाल, पहाड, तराई। हाम्रो नेपालमा यो तीनवटा छ। हिमालमा बस्ने मान्छेलाई छुट्टै किसिमको रोग लाग्छ हैन। त्यसै गरी पहाडमा बस्ने मान्छेहरूलाई अलि फरक किसिमका डिजिजहरू लाग्छ। तराईमा बस्ने मानिसहरूलाई चाहिँ अलि फरक किसिमका, जस्तै ट्राकोमा तराईमा धेरै कमन हुन्छ, हाई एल्टिट्युड सिकनेस हिमालमा धेरै कमन हुन्छ हैन, फ्रोस्ट बाइट हिमाल पहाडमा धेरै कमन हुन्छ, त्यसै गरी ग्वाइटर हिमालमा धेरै कमन हुन्छ। त्यसै गरी अर्को यता के भन्छ, जहाँ पपुलेसन डेन्सिटी छ सहर बजारमा डेङ्गुहरू लाग्ने सम्भावना धेरै हुन्छ, डेङ्गुहरू सहर बजारतिर। मतलब भूगोलको आधारले पनि मानिसलाई के गर्छ त रोगहरूले प्रभाव पार्छ। हाम्रो स्वास्थ्यलाई प्रभाव पार्ने एउटा भौगोलिक कुरा पनि छ। भूगोलले पनि हाम्रो स्वास्थ्यलाई असर पुर्याउँछ। जस्तै तराईमा बसेको मान्छे हिमालतिर गयो भने सुरुमा धेरै गाह्रो हुन्छ एडजस्ट गर्न, श्वास फेर्न गाह्रो हुन्छ, रुघाखोकी लाग्छ हैन, बिरामी पर्छ, त्यस्तो हुन्छ। हिमाल पहाडको मान्छे यहाँ आयो भने गर्मी सहन सक्दैन, हिट स्ट्रोक हुन्छ हैन, हामीले पनि हिट स्ट्रोक हुन सक्छ धेरै टेम्परेचरको कारणले। मतलब यी कुराहरू उदाहरण सहित तपाईले लेख्न सक्नुहुन्छ। जस्तै तराईमा चाहिँ ट्राकोमा कमन हुन्छ, हिट स्ट्रोक कमन हुन्छ हैन। त्यसै गरी हिमालमा बस्ने मान्छेहरूलाई हाई एल्टिट्युड सिकनेसहरू हुन्छ, फ्रोस्ट बाइटहरू हुने सम्भावना हुन्छ हिमाल पहाडमा बस्ने मान्छेहरूको, त्यसै गरी ग्वाइटर हुने सम्भावना हुन्छ। त्यसरी तपाईले यहाँ एक्सप्लेन गर्न सक्नुहुन्छ। अर्को छ वातावरणीय तत्त्वहरू। वातावरणले पनि रोग लगाउनमा धेरै मेजर रोल खेल्छ। हामीले एपिडेमियोलोजिकल ट्राइडमा तीनवटा कुरा पढ्छौं, एजेन्ट, होस्ट एन्ड इन्भाइरोमेन्ट है। एजेन्ट, होस्ट एन्ड इन्भाइरोमेन्ट। एपिडेमियोलोजिकल ट्राइडमा के पर्छ साथीहरू भनौं त, एजेन्ट, होस्ट एन्ड इन्भाइरोमेन्ट। ठीक छ। अब एजेन्ट, होस्ट एन्ड इन्भाइरोमेन्ट, वातावरण पनि एकदम महत्त्वपूर्ण चीज हो। किनभने जे जति अर्गानिजमहरू भयो हैन, जे जति अर्गानिजमहरू भयो अथवा यो संसारमा जे जति तपाईले हेरिराख्नु भएको छ यो सबै कुरा यही वातावरणमा पर्छ। सराउन्डिङ अल अफ अस, हाम्रो वरिपरि भएका जे जति चीजहरू छ त्यो सबै वातावरणमा पर्छ। अब वातावरण तपाईले दूषित गर्नु हो, वातावरणलाई पोल्युटेड बनाउनु हो, कन्टामिनेट गर्नु हो भने के वातावरणले तपाईले राम्रो चीज दिन्छ? दिँदैन नि त। त्यसले पनि तपाईले उल्टो असर दिन्छ हो। इन्भाइरोमेन्टल फ्याक्टर पनि रोगमा अथवा हाम्रो स्वास्थ्यमा प्रभाव पार्ने एउटा तत्त्व छ। बायोलोजिकलमा जस्तै ब्याक्टेरिया हैन, ब्याक्टेरिया, भाइरस, फंगस, प्रोटोजुआ हैन, यो अर्गानिजमहरू
यिनीहरूले पनि हाम्रो स्वास्थ्यमा के गर्छ त, प्रभाव पार्ने तत्त्वहरू छ। यसले पनि प्रभाव पर्छ, रोग लगाउँछ हामीलाई। सोसियल फ्याक्टर, सामाजिक, समाजमा भएका विभिन्न कुरीतिहरू, समाजमा विद्यमान रहेका विभिन्न ट्याबुजहरू है। गर्भवतीको बेलामा फर्सी खानु हुँदैन, नत्र पेट ठुलो हुन्छ, विभिन्न कुराहरू चाहिँ आइरहेको हुन्छ। अन्धविश्वास हुन्छ कुनै कुराहरू, यिनीहरू पनि के हो त, सामाजिक। समाजमा चाहिँ अब छोटो वर्गको मान्छेलाई, तल्लो जातिको मान्छेलाई कसैले हेल्प नगर्ने हैन, अथवा बिरामी परेको बेलामा पनि हेरचाह नगर्ने, यो तत्त्वहरूले पनि असर गर्छ। अर्को छ इकोनोमिकल, आर्थिकले पनि। जो गरिब छ, पोभर्टी छ हैन, जो पोभर्टी मान्छे छ, जो गरिब छ, तिनीहरूलाई त विभिन्न विभिन्न किसिमका डिजिजहरू लाग्छ, विभिन्न किसिमका रोगहरू लाग्छ। किन? उनीहरूले पर्याप्त मात्रामा पैसा नभएको कारणले डाइट खान सक्दैन। डाइट खान सकेन भने के हुन्छ? रोगी हुन्छ त्यो। ब्यालेन्स डाइट मेन्टेन गर्न सकेन भने यो पनि एउटा रोगीको कारण हुन सक्छ, इकोनोमिकल फ्याक्टर हैन। त्यसै गरी अर्को चाहिन्छ कल्चरल फ्याक्टर। हाम्रो धर्म संस्कृतिहरूले जे जस्ता कुराहरू गरिराखेको छ, कुनै कुनै चिजहरू यस्तो हाम्रो समाजमा छ, यस्तो कल्चर छ जसले हैन रोग निम्ति आउँछ। जस्तै मुस्लिम कम्युनिटीमा सर्कमसिजन गर्छ भने पेनाइल क्यान्सर हुने सम्भावना कम हुन्छ। हिन्दू कम्युनिटीमा गरिँदैन भने उनीहरूले पेनाइल क्यान्सर हुने सम्भावना हुन्छ। यो पनि कल्चरल फ्याक्टरहरुमा लेख्न मिल्छ। त्यसरी तपाईले एक्सप्लेनेसन गरेर एकोर्डिङ टु मार्कको आधारमा तपाईले यहाँ लेख्न सक्नुहुन्छ है। कति अंक भार छ, कति अंक भारको क्वेशन हो, त्यो अनुसार तपाईले चाहिँ यहाँ लेखेर लेख्नु सक्नुहुन्छ है त। यो क्वेशन तपाईहरुले नोट गर्नुस्, यो प्रश्न तपाईहरुले नोट गर्नुस् र लेखेर पठाउनु होला। यो प्रश्न नोट गरेर राख्नुस्। यो जम्मा 5 मार्कको क्वेशन हो। 1 + 4 1 + 4 1 मार्कको डेफिनेसन र 4 अंकको तपाईको चाहिँ यो फ्याक्टर इफेक्टिङ, थोरै थोरै एक्सप्लेनेसन। जे जति कुराहरु मैले भने त्यो सबै कुरालाई तपाईले रिमाइन्ड गरेर, भिडियो हेरेर र ठ्याक्कै रिमाइन्ड गरेर लेख्ने प्रयास गर्नुस् है। सबै कुरालाई लेखेर अनि पठाउनु होला। ठीक छ? यो क्वेशन टिपोट गरेर राख्नुस् सबैजनाले। हेल्थ भनेको के हो र हेल्थमा के कस्ता तत्त्वहरूले प्रभाव पार्छ हैन, यसको बारेमा लेख्नु होला है त। अब हामी पढ्छौं के को बारेमा त, हेल्थ एजुकेसन भनेको के हो, स्वास्थ्य शिक्षा भनेको के हो। स्वास्थ्य त हामीले बुझिसक्यौं। अब स्वास्थ्य शिक्षा कसलाई भन्छ, के होला हेल्थ एजुकेसन। स्वास्थ्य शिक्षा भन्नाले के बुझ्नुहुन्छ तपाईहरुले? कसलाई भन्ने स्वास्थ्य शिक्षा डिफाइन गर्नुस् त। कुन साथीले आइरहेछ कमेन्ट गरौँ त एकचोटी। स्वास्थ्य शिक्षा भन्नाले के बुझिन्छ? यो एउटा प्रोसेस हो जसले चेन्जेस ल्याउँछ हाम्रो स्वास्थ्यमा, नलेजमा, ज्ञानमा हैन। लर्निङ बिहेभियर हो यो। ल ठीक छ, ओके। यो एउटा लर्निङ बिहेभियर हो। ओके ठीक छ। हेल्थ एजुकेसन एउटा लर्निङ बिहेभियर हो हैन, जसले हाम्रो ह्याबिट परिवर्तन गर्छ। ल ठीक छ, राम्रो भन्नुभएको छ है। स्वास्थ्य शिक्षा भनेको के हो त?
स्वास्थ्य शिक्षा एउटा लर्निङ बिहेभियर हो जसले मान्छेको चाहिँ ज्ञानमा, धारणामा, सोचमा, विचारमा परिवर्तन ल्याउँछ हैन। स्वास्थ्य शिक्षा एउटा लर्निङ बिहेभियर हो, सिकाइको व्यवहार हो जसले मान्छेको ज्ञानमा, सिपमा, धारणामा, व्यवहारमा, प्र्याक्टिसमा सबै कुरामा चेन्जेस ल्याउँछ। हेल्थ एजुकेसन एउटा यस्तो प्रोसेस हो जसले मानिसलाई स्वास्थ्य सम्बन्धीको सबै इन्फर्मेसन्सहरू प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले दिन्छ। स्वास्थ्य सम्बन्धीका सबै जानकारीहरू, सूचनाहरू डाइरेक्टली अथवा इन्डाइरेक्टली तरिकाले दिन्छ। यसरी पनि लेख्न सक्नुहुन्छ हैन। इट इज अ लर्न्ड बिहेभियर which can make changes in knowledge हैन, knowledge, त्यसै गरी एटिट्युड अर्को प्र्याक्टिस बिहेभियर, स्किल्स इटिसी। यो एउटा लर्न बिहेभियर हो, सिक्ने व्यवहार हो जसले मान्छेको स्वास्थ्यमा के कस्ता परिवर्तन, ज्ञानमा परिवर्तन ल्याउँछ, धारणामा परिवर्तन ल्याउँछ, प्र्याक्टिसमा परिवर्तन ल्याउँछ, बिहेभियरमा परिवर्तन ल्याउँछ, स्किलमा परिवर्तन ल्याउँछ। अर्को पनि डेफिनिसन लेख्न सक्नुहुन्छ। हेल्थ एजुकेसन is a process. Health education is a process that offers all the information about health directly or indirectly. यो डेफिनिसन WHO ले दिएको छ, याद गर्नु होला। यो WHO ले दिएको डेफिनिसन हो। स्वास्थ्य शिक्षा एउटा यस्तो प्रक्रिया हो, स्वास्थ्य शिक्षा एउटा यस्तो प्रोसेस हो जसले मानिसको ज्ञानमा हैन, जसले स्वास्थ्य सम्बन्धीका सबै सूचनाहरू, जानकारीहरू चाहिँ प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले दिन्छ। स्वास्थ्यका जे जति जानकारीहरू छ, सूचनाहरू छ, त्यो सबै कुराहरू चाहिँ प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले दिन्छ। त्यसलाई हामी के भनेर बुझ्छौं त? त्यसलाई हामी हेल्थ एजुकेसन भन्छौं। हेल्थ एजुकेसन एउटा प्रोसेस हो, एउटा प्रक्रिया हो, लर्न बिहेभियर हो जसले मानिसको चाहिँ के गर्छ? यो एउटा लर्न बिहेभियर हो जसले मान्छेको केमा परिवर्तन ल्याउँछ? ज्ञानमा ल्याउँछ परिवर्तन। एटिट्युड भन्नाले धारणामा परिवर्तन ल्याउँछ, प्र्याक्टिसमा परिवर्तन ल्याउँछ, स्किलमा परिवर्तन ल्याउँछ हैन। यसरी तपाईले लेख्न मिल्छ हेल्थ एजुकेसनको डेफिनिसन है। र यसले के कुरामा चेन्जेस ल्याउँछ? इट क्यान मेक चेन्जेस इन केएस यो सबै कुरामा परिवर्तन ल्याउँछ। नाउलेज, एटिट्युड, प्र्याक्टिस हैन। नाउलेज, एटिट्युड र अर्को छ प्र्याक्टिस। नाउलेज, एटिट्युड र प्र्याक्टिस हैन। नाउलेज, एटिट्युड एन्ड प्र्याक्टिस, नाउलेज, एटिट्युड एन्ड बिहेभियर, नाउलेज, एटिट्युड एन्ड स्किल है। यो सबै कुरामा यसले के गर्छ त? परिवर्तन ल्याउँछ है त। ठीक छ? ठीक छ? ल, एउटा यो डेफिनिसन भयो। अब कुनै साथीलाई इङ्ग्लिसमा लेख्न गाह्रो हुन्छ भने नेपालीमा पनि यसमा मिलाएर लेख्न सक्नुहुन्छ तपाईहरुले हैन। स्वास्थ्य शिक्षा
स्वास्थ्य शिक्षा एउटा यस्तो प्रक्रिया हो, एउटा यस्तो प्रक्रिया हो जसले प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले स्वास्थ्य सम्बन्धी सम्पूर्ण सूचना वा जानकारी प्रदान गर्छ। यसरी पनि लेख्न मिल्छ तपाईले, कति सजिलो छ हेर्नुस् त। स्वास्थ्य शिक्षा भन्नाले एउटा यस्तो प्रक्रिया हो जसले स्वास्थ्य सम्बन्धीको जे जति जानकारीहरू छ, सूचनाहरू छ, त्यो सबै सूचनाहरू तपाईले चाहिँ प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले प्रदान गर्छ। त्यसलाई नै हामी स्वास्थ्य शिक्षा भन्छौँ। र अर्को कुरा पनि यहाँ सिक्नु होला तपाईहरुले, हेल्थ एजुकेशन इज अ हेल्थ प्रमोशन। स्वास्थ्य शिक्षा चाहिँ स्वास्थ्य प्रवर्धन हो। स्वास्थ्य शिक्षा के हो त? स्वास्थ्य प्रवर्धन हो, हेल्थ प्रमोशन हो है। हेल्थ प्रमोशन भन्नाले के? हेल्थ प्रमोशन भन्नाले के बुझ्नुहुन्छ? स्वास्थ्यको प्रवर्धन गर्ने। स्वास्थ्य प्रवर्धन भनेको लार्ज विषय हो यो। स्वास्थ्य प्रवर्धन भन्नाले एउटा ठुलो विषय हो यो। हेल्थ प्रमोशन भनेको स्वास्थ्यको लेभललाई उठाउने। अहिले जुन लेभलमा तपाई हुनुहुन्छ नि, त्यो लेभल भन्दा माथिल्लो लेभलमा उठाइदिन्छ तपाईले। र यस्ता कामहरू जुन एउटा काम गरेर विभिन्न रोगहरूबाट बच्न सक्ने उपायहरू दिन्छ। जस्तै एक्सरसाइजका कुराहरू भयो, जस्तै वातावरण सरसफाइका कुराहरू भयो, जस्तै पर्सनल हाइजिनका कुराहरू भयो, जस्तै न्यूट्रिसन सप्लिमेन्टका कुराहरू भयो, सेफ वाटर एन्ड फुड सप्लाईका कुराहरू भयो। एउटा काम गर्नुस्, धेरै समस्याबाट बच्नुस्। फ्यामिली प्लानिङको चाहिँ स्वास्थ्य शिक्षा दिनुस्। परिवार नियोजनमाथि अथवा परिवार नियोजन सम्बन्धी स्वास्थ्य शिक्षाहरू दिनु। एउटा काम गरेर त धेरै समस्याहरूबाट बच्न सकिन्छ नि त। त्यही भएर हेल्थ एजुकेशन तपाईले गर्नुभयो भने के? एउटै रोगको लागि हेल्थ एजुकेशन, हरेक रोगमा चाहिन्छ हेल्थ एजुकेशन, हरेक समस्यामा चाहिन्छ स्वास्थ्य शिक्षा। त्यही भएर हेल्थ एजुकेशन इज अ हेल्थ प्रमोशन। हेल्थ एजुकेशनलाई हामी हेल्थ प्रमोशन पनि भनेर बुझ्छौं। स्वास्थ्य प्रवर्धन भन्छ है त। स्वास्थ्यलाई प्रवर्धन गर्ने, स्वास्थ्यको लेभललाई माथिल्लो लेभलमा उठाउने र स्वास्थ्यको लेभललाई यति स्तरसम्म पुर्याइदिने कि रोग लाग्ने कुनै पनि सम्भावना हुँदैन, कुनै पनि रिस्कै हुँदैन। तपाई डेली एक्सरसाइज मेडिटेसन सानै उमेरबाट गर्नुहुन्छ भने के तपाईले नन कम्युनिकेबल डिजिज लाग्ने सम्भावना हुन्छ? रिस्कै फ्याक्टर हुँदैन तपाईको शरीरमा। तपाई डाइट खानुहुन्छ भने तपाईको इम्युनिटी बिल्डअप हुन्छ, रोग लाग्ने सम्भावना हुन्छ? हुँदैन। वातावरण सरसफाई गर्नुभयो भने तपाईले रोग निम्ति आउँछ त? आउँदैन। यी सबै कुराहरू हेल्थ प्रमोशन छ, स्वास्थ्य प्रवर्धन छ है त। स्वास्थ्य प्रवर्धनका कुराहरू छ। त्यही भएर हेल्थ एजुकेशनलाई हेल्थ प्रमोशन पनि भनिएको छ है। हेल्थ एजुकेशन इज अल्सो। र हेल्थ एजुकेशन कुन लेभलको प्रिभेन्सन हो भनौं त? हेल्थ एजुकेशन कस्तो प्रकारको प्रिभेन्सन हो? के लाग्दैछ तपाईहरुलाई? कुन प्रिभेन्सन होला यो? हेल्थ एजुकेशन कुन लेभलको प्रिभेन्सन हो? प्राइमरी हो कि प्रिमोडियल हो कि सेकेन्डरी हो कि टर्सियरी हो? प्राइमरी हो। ल ठीक छ, सुनुस्, हेल्थ एजुकेशन त सबैमा चाहिन्छ। प्रिमोडियलमा पनि चाहिन्छ, प्राइमरीमा पनि चाहिन्छ, सेकेन्डरीमा पनि चाहिन्छ, टर्सियरीमा पनि चाहिन्छ, सबैको लागि चाहिन्छ। तर हेल्थ एजुकेशन कसको पार्ट हो? मेजर पार्ट चाहिँ यो हामीले हेल्थ प्रमोशन भनेका छौं। हेल्थ एजुकेशनलाई, हेल्थ एजुकेशनलाई जब तपाईले हेल्थ प्रमोशन भन्नुभयो भने प्राइमरीलाई दुई भागमा बाँडेको छ। प्राइमरी प्रिभेन्सनलाई दुई भागमा वर्गीकरण गरेको छ।
एउटा स्पेसिफिक प्रोटेक्सन र अर्को हेल्थ प्रमोसन, दुई भागमा वर्गीकरण गरेको छ। त यहाँ हेल्थ प्रमोसन आयो नि त, हो। त्यही भएर हेल्थ एजुकेसन इज प्राइमरली टेक अन्डर प्राइमरी प्रिभेन्सन। यसलाई प्राइमरी प्रिभेन्सनमा प्राइमरली राखिन्छ है त। हुन सबैमा चाहिन्छ, नहुने होइन है, तर स्पेसिफिक तपाईँले बुझ्नुपर्ने कुरा कन्डिसनमा तपाईँले यसलाई प्राइमरी प्रिभेन्सन भन्न सक्नुहुन्छ। बिकज हेल्थ एजुकेसन इज हेल्थ प्रमोसन र हेल्थ प्रमोसन भनेको प्राइमरी प्रिभेन्सन हो। त्यही भएर ठिक छ साथीहरू, बुझ्नुभयो? ल भनौँ, के छ, बुझिराख्नु भएको छ कि छैन हौ? बोरिङ हुनु भएको छ? निन्द्रा त लागेको छैन नि? बुझिराख्नु भएको छ है? ल ठिक छ। हेल्थ प्रमोसन कहाँ पढ्नु भएको छ? प्रिमोडियल हेल्थ प्रमोसन कसले पढ्नु भएको छ? प्रिमोडियल हुन्छ। हेल्थ प्रमोसन कहाँ पढिहाल्नु भयो प्रिमोडियलमा हो भनेर? प्राइमरीलाई दुई भागमा बाँडेको छैन, एउटा स्पेसिफिक प्रोटेक्सन र एउटा हेल्थ प्रमोसन। प्राइमरीलाई बाँडेको छैन दुई भागमा। साथीहरू, ह्यान्ड सुधार गर्नलाई लेख्नुस् न। एउटा सानो उमेरमा तपाईँहरूले 4 लाइन कपी लिनुहुन्थ्यो नि, 4 लाइन कपी लिनुस् र त्यसमा लेख्नुस्, आफै सिधा हुन्छ। र ब्ल्याङ्क पेजमा लेख्नुस् है। रिटेनको प्र्याक्टिस गर्न कपीलाई प्र्याक्टिस गर्नको लागि 2-3 वटा कपी तपाईँले ब्ल्याङ्क कपी, खाली पेजवाला कपी लिनुस्, त्यसमा लेख्नुस्। किनभने त्यसैमा चाहिँ तपाईँले लेख्नु पर्ने हुन्छ। यदि त्यसमा लेख्नु भएन भने तपाईँको बाङ्गो टिङ्गो जुन सुधार गर्नुपर्ने हो, बाङ्गो टिङ्गो लेख्ने जुन बानी छ, त्यो चाहिँ सुधार हुँदैन। अब सबै लाइनमा लेख्नुहुन्छ भने लाइनवाला कपी इक्जाममा दिँदै दिँदैन। त्यही भएर बानी के बसाल्नुहोस्, A4 वाला पनि भयो, तर A4 वालामा प्रब्लम हुन्छ नि त। एउटा कपी नै लिनुभयो भने त्यो त सुरक्षित हुन्छ नि। त्यो A4 वाला अब कता हराउँछ, कहाँ हुन्छ, के हुन्छ होइन, अप्ठ्यारो पनि हुन्छ। त्योभन्दा राम्रो बरु तपाईँले के गर्नुहोस्, एउटा कपी नै लिनुहोस्, ताकि तपाईँले एउटा रफ गर्नलाई, एउटा मेन कपी बनाउनलाई है, एउटा मेन कपी र एउटा रफ गर्नको लागि दुईटा ब्ल्याङ्क पेज लिनुहोस्। ल ओके, ठिक छ। ओके, अब आउनुहोस् अगाडि है त। अब हामी अगाडि जाउँ। अब हामी हेल्थ एजुकेसनको प्रिन्सिपलहरूको बारेमा पढ्छौँ है त। हेल्थ एजुकेसनका प्रिन्सिपलहरू के छ? ल भनौँ त, हेल्थ एजुकेसन कुन कुन सिद्धान्तमा आधारित रहेको छ? हेल्थ एजुकेसनका प्रिन्सिपलहरू के रहेको छ भनौँ त सबैजनाले। हेल्थ एजुकेसन कुन कुन सिद्धान्तमा आधारित छ? स्वास्थ्य शिक्षाका प्रिन्सिपलहरू के रहेको छ? कम्युनिकेसन छ एउटा, ल ठिक छ। कम्युनिकेसन हो, पार्टिसिपेसन हो, भेरी गुड, ठिक छ, राम्रो लेख्नु भएको छ। नोन टु अननोन, भेरी गुड हो। नोन टु अननोन हुन्छ, अननोन टु नोन होइन है। ओके, ठिक छ। ठिक छ, लिडरसिप हो, ठिक छ, एकदम राम्रो। ल अब हामी यसमाथि छलफल गरौँ है त। प्रिन्सिपल अफ हेल्थ एजुकेसन,
स्वास्थ्य शिक्षाका सिद्धान्तहरू के छन् त? कुन कुन सिद्धान्तमा आधारित हाम्रो स्वास्थ्य शिक्षा हो है त? प्रिन्सिपल अफ हेल्थ एजुकेसन, प्रिन्सिपल अफ हेल्थ एजुकेसन, हेल्थ एजुकेसनका प्रिन्सिपलहरू के छन्? के सिद्धान्तहरू चाहिँ हेल्थ एजुकेसनको रहेको छ? हेल्थ एजुकेसन कुन कुन सिद्धान्तमा आधारित रहेको छ हैन? एउटा साथीहरूले लेख्नु भएको छ कम्युनिटी पार्टिसिपेसन, कम्युनिटी पार्टिसिपेसन, सामुदायिक सहभागिता है। समुदायमा जहिले पनि स्वास्थ्य शिक्षा दिँदाखेरि कम्युनिटीको पार्टिसिपेसन, तपाईँ गएर एक्लै हैन, गाउँमा जानुभयो, एक्लै गएर बोलेर आउनुभयो, कसैले सुन्दै सुनेन, कसैले तपाईँले इन्भाइट नै गर्नु भएको छैन, त्यो भयो तरिका? स्वास्थ्य शिक्षा उसले लिन पायो? पाएन नि त। हो, कम्युनिटी पार्टिसिपेसन जहिले पनि गर्नुपर्ने हुन्छ। स्वास्थ्य शिक्षा दिनलाई कम्युनिटीको पार्टिसिपेसन हुन जरुरी छ है। अर्को लर्निङ बाइ डुइङ, लर्निङ बाइ डुइङ, गरेर हेराउनुस्। स्वास्थ्य शिक्षा तपाईँ दिँदै हुनुहुन्छ भने गरेर हेराउनुस्। हात कसरी धुने, हात धुने तरिका सिकाउनुस्, गरेर हेराउनुस्, उसले व्यवहारमा परिवर्तन ल्याउँछ। गरेर देखाउनु हुन्न भने त्यसले बुझ्दै बुझ्दैन, ल यसरी हात धुनुपर्छ है भनिदिनु भयो, उसले बुझ्दै बुझ्दैन। त्यसलाई गरेर हेराउनुस्, यसरी गर्नुस्, यो तरिकाबाट गर्नुस्, यसरी एक दुईजनालाई डेमोन्स्ट्रेट गर्नुस्, बोलाउनुस्, त्यसलाई पनि गर्न लगाउनुस्, त्यो भयो तरिका। त्यसलाई भन्छ लर्निङ बाइ डुइङ। अर्को छ क्रेडिबिलिटी, क्रेडिबिलिटी विश्वसनीयता। क्रेडिबिलिटी भन्नाले विश्वसनीयता, विश्वास हुने खालको गर्नु पर्यो हैन, अफवाह किसिमको हैन, अथवा नराम्रो किसिमको स्वास्थ्य शिक्षा होइन। विश्वास हुने खालको कुराहरू गर्नुपर्छ जसमा समुदायको मान्छेले विश्वास गरोस् हैन। अर्को चाहिँ के हुन्छ त? नोन टु अननोन, नोन टु अननोन, नोन टु अननोन भन्नाले यसैमा झुक्याइदिन्छ तपाईहरुले कहिलेकाहीँ। नोन टु अननोन, नजानेको व्यक्तिले जानेको व्यक्तिलाई स्वास्थ्य शिक्षा दिने कि नजानेको व्यक्तिले जानेलाई दिने, जान्नेलाई दिने हो? जानेको व्यक्तिले नजान्ने व्यक्तिलाई स्वास्थ्य शिक्षा प्रवाह गर्छ अथवा स्वास्थ्य शिक्षा दिनुपर्ने हुन्छ। नोन टु अननोन है। त्यसै गरी अर्को लेख्न सक्नुहुन्छ लिडरशिप, लिडरशिप, लिडरशिप भनेको तीन प्रकारको लिडरशिप हुन्छ, अटोक्रेटिक, डेमोक्रेटिक र लेसेस फेयर। तीन प्रकारको लिडरशिप हो। तीन प्रकारको लिडरशिपमा तपाईले लिडिङ टाइप गर्नुस्। लिडरशिप भनेको लिडरको एउटा गुण हो जसले अगुवाई गर्छ मान्छेलाई। एउटा राम्रो लिडरले समुदायले चाहेको अपेक्षा बमोजिमको परिवर्तन ल्याउन उसले सहयोग गर्छ है। म एउटा समुदायको लिडर हो भने म लिडिङ यस्तो तरिकाले गर्छु, यस्तो मेरो लिडरशिप स्टाइल हुन्छ जसले मान्छेको ज्ञान परिवर्तन हुन्छ, व्यवहार परिवर्तन हुन्छ। दैट इज लिडरशिप स्टाइल। त्यसलाई हामी लिडरशिप स्टाइल भनेर बुझ्छौं है। ठीक छ। त्यसै गरी अर्को लेख्न सक्नुहुन्छ इन्ट्रेस्ट, इन्ट्रेस्ट। स्वास्थ्य शिक्षामा इन्ट्रेस्ट हुन जरुरी छ। बिना इच्छाको कसैलाई केही सिकाउन सक्नुहुन्न तपाईले। बिना इच्छाको तपाईँ चाहनुहुन्छ उसलाई सिकाइदिन्छु भने पोसिबल छैन। इच्छा हुनुपर्छ, इन्ट्रेस्ट हुन एकदम जरुरी छ है त। त्यसै गरी अर्को छ मोटिभेसन, उत्प्रेरणा दिएर सिकाउनु छु उसलाई। यो मोटिभेसन भनेको के? मोटिभेसन एउटा भित्रको आवाज हो, भित्रको एउटा आवाज हो जसले मान्छेलाई कुनै काम गर्नलाई उत्प्रेरित बनाउँछ। एउटा ड्राइभ हो, एउटा इम्पल्स हो जसले मान्छेलाई कुनै परिवर्तन ल्याउनको लागि काम गर्छ। दैट इज मोटिभेसन। मोटिभेसन तरिकाबाट पनि हामी के गर्छौं त? स्वास्थ्य शिक्षा दिन्छौं। अर्को गुड पब्लिक रिलेसन, गुड पब्लिक रिलेसन, रिलेशनशिप, सम्बन्ध स्थापित गरेर। कसैले शिक्षा दिन जानुभयो तपाईले अनि सम्बन्धै राम्रो छैन, स्वास्थ्य शिक्षा दिन जानुभयो,
ऱ्यापोर्ट बिल्डिङ गर्नु भएको छैन, उसले सुन्दैन तपाईँको कुरा, तपाईँको कुरै सुन्दैन उसले। त्यही भएर के गर्नु पर्यो त? हो, त्यसको लागि तपाईँले रिलेसन राम्रो बनाउनु पर्यो है। अर्को पनि लेख्न सक्नुहुन्छ, कम्प्रिहेन्सिभनेस। कम्प्रिहेन्सिभ 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 भन्नाले के हुन्छ त? समझदारी, समझदारी तरिकाले सिकाउनुस्, समझदारी तरिकाले स्वास्थ्य शिक्षा दिनुस्। समझदार मान्छे स्वास्थ्य शिक्षा दिन गएको छ भने समझदारी तरिकाले दिनुपर्छ। अन्डरस्ट्यान्डिङ, उनीहरूको लेभल कस्तो छ त्यो लेभल बमोजिमको। अब त्यहाँको जनता चाहिँ मूर्ख हो हैन, मूर्ख हो, उसले केही बुझ्दैन, तपाईँ इङ्ग्लिसमा बोलेर आइदिनु, अर्थ भयो त्यसको? होइन नि त। जस्तो देश त्यस्तै भेष हुनुपर्छ, मतलब समझदारी किसिमले तपाईँको त्यहाँको अवस्था हेरेर, त्यहाँको मान्छेको चाहिँ स्ट्याटस हेरेर हैन, त्यो अनुसारको तपाईँले के गर्नुपर्छ त? त्यहाँ शिक्षा प्रोभाइड गर्नुपर्छ है। त्यसै गरी अर्को लेख्न सक्नुहुन्छ यसमा तपाईँले, सोइल, सीड एन्ड सावर। एकदम इन्ट्रेस्टिङ कुरा छ यो। हेर्नुहोस्, सोइल, सोइल भनेको माटो, माटोमा तपाईँले के लगाउनु भयो? सिड लगाउनु भयो, बिउ लगाउनु भयो, र त्यो बिउ अब फलेपछि कस्तो हुन्छ? अमिलो हुन्छ कि गुलियो हुन्छ? त्यो कसरी बुझ्ने हो? अर्थ के हो भने माटोमा मैले बिउ लगाएँ, बिउ अब फल्दाखेरि कस्तो हुने हो त्यो त केही समय पछाडि न थाहा चल्छ, पता चल्छ कि अब त्यो अमिलो हुन्छ कि गुलियो हुन्छ, कस्तो हुन्छ त्यो त पछि त पता हुन्छ, थाहा चल्छ। मतलब यसको के हो भने स्वास्थ्य शिक्षा आजबाट तपाईँले सुरु गर्नुभयो भने आजै परिवर्तन देखिँदैन। आज मैले स्वास्थ्य शिक्षाको बिउ आफ्नो शरीरमा रोप्यो भने आजै साइन सिम्टम आउँदैन अथवा आजै परिवर्तन देखिँदैन। केही समय पश्चात 6 महिना, सालभर हैन, 6 महिना, 5 महिना, 4 महिना, 1 वर्ष पछाडि त्यसको प्रभावहरू पहिलाको भन्दा र अहिलेमा कति परिवर्तन छ त्यो केही समय पश्चात त्यसको तपाईले परिवर्तन देखा पर्छ। दैट इज सोइल, सीड एन्ड सावर। यसलाई भन्छ सोइल, सीड एन्ड सावर। यो पनि एउटा हेल्थ एजुकेसनको प्रिन्सिपल हो है। त्यसरी तपाईले सम्झाउनु पर्छ, जनताहरूलाई बुझाउनु पर्छ है। त्यसरी बुझाएर तपाईले के गर्नु पर्छ त? हो, त्यसरी तपाईले के गर्नुपर्छ त? बुझाउनु पर्छ सबैलाई है। ठीक छ। त्यसै गरी अर्को पनि स्वास्थ्य शिक्षाको प्रिन्सिपलहरु छ, जस्तै रिइन्फोर्समेन्ट। रिइन्फोर्समेन्ट, दबाब दिएर पनि हामी स्वास्थ्य शिक्षा, ल तपाईहरुले धेरै रोग लागिरहेछ है, तपाईहरु स्वास्थ्य शिक्षा लिनुस्, आफ्नो जीवनमा उतार्नुस्। मान्दैन उनले, दबाब दिनुस्, दबाब दिनुस्, उसलाई दबाब दिएर पनि सिकाउनुस् र त्यसलाई व्यवहारमा ल्याउन भन्नुस्। दैट इज रिइन्फोर्समेन्ट, दबाब दिएर। अर्को पनि छ, अर्को पनि हामी यसमा लेख्न सक्छौं, सेटिङ एन इक्जाम्पल। इक्जाम्पल दिएर, उदाहरण दिएर, उदाहरणहरू प्रस्तुत गरेर। उदाहरण हेर्नुस्, हामी कति स्वस्थ छौं, तपाईहरुले स्वास्थ्य शिक्षा लिइराख्नु भएको छैन हैन। हामी कतिको हेर्नुस् त, हामीले चाहिँ कति स्वस्थ लागिरहेछौँ, कति चाहिँ के भन्छ स्वस्थ छौं, त्यो कुराहरू उनलाई चाहिँ के गर्नु पर्यो त? त्यसरी तपाईले उनीहरूलाई बुझाउनु पर्छ है। अर्को लेख्न सक्नुहुन्छ, जस्तै ग्रुप डायनामिक। ग्रुप डायनामिक स्वास्थ्य शिक्षा दिँदाखेरि सामूहिक रूपमा दिनुपर्छ। एकल व्यक्तिलाई दिनुभयो भने उसले सुन्छ, यो कानबाट सुन्छ, अर्को कानबाट निकालिदिन्छ। ग्रुप डायनामिक भन्नाले सामूहिक रूपमा दिनुस्, ताकि एकले अर्कालाई हेरेर प्रभावित होस् त्यो, र त्यो प्रभावित भएर तपाईले जुन टार्गेट लिएर जानु भएको थियो त्यो पूरा हुन्छ तपाईको। र लास्टमा तपाईको फिडब्याक लिनुस्, तपाईहरुले के कस्तो कुराहरु बुझ्नु भयो, स्वास्थ्य शिक्षा कस्तो हो, गुलियो हो कि अमिलो हो कि कस्तो हो, त्यो कुराको तपाईले अब के गर्नुस् त? फिडब्याक लिनुस्। त्यसको तपाई अब फिडब्याक लिनुस् र फिडब्याक लिएर तपाईले हैन
त्यसको फिडब्याक लिनुहोस् र फिडब्याकबाट तपाईँले पत्ता लगाउन सक्नुहुन्छ। हो, त यसलाई हामी फिडब्याक भन्छौँ। यी सबै कुराहरू हेल्थ एजुकेसनका प्रिन्सिपलहरू छ, सिद्धान्तहरू। यी सिद्धान्तहरू प्रयोग गरेर हामीले स्वास्थ्य शिक्षा दिन सक्छौँ र स्वास्थ्य शिक्षा प्रभावकारी ढङ्गले चाहिँ इम्प्लिमेन्ट हुन्छ। यी सबै चाहिँ प्रिन्सिपल हो। कुन कुन हुने भयो त? कम्युनिटी पार्टिसिपेसन, लर्निङ बाई डुइङ, सेटिङ एन इक्जाम्पल, कम्प्रिहेन्सिभ, त्यसै गरी रिइन्फोर्समेन्ट, त्यसै गरी लिडरसिप, होइन, मोटिभेसन, इन्ट्रेस्टका कुरा भयो। त्यसै गरी अर्को चाहिँ पब्लिक रिलेसनका कुराहरू, ग्रुप डाइनामिक, सोयल सिड एन्ड सावर, नोन टु अननोन, होइन, यो सबै कुराहरू चाहिँ के हो त? लिडरसिपको के भन्छ, हेल्थ एजुकेसनको सिद्धान्तहरू छ है। साथीहरू बुझ्नुभयो? अमिलो लाग्यो कि गुलियो? अमिलो लाग्यो कि गुलियो लाग्यो? हो, यो तरिकाहरू प्रयोग गरेर तपाईँले स्वास्थ्य मिठो लाग्यो? याद भयो न? याद भयो? अब त लेख्न सक्नुहुन्छ होला। लेख्न सक्नुहुन्छ होला अब। एकदम भिभिआई छ, एकदम इम्पोर्टेन्ट छ यो। हेल्थ म्यानेजमेन्टको, होइन, हेल्थ म्यानेजमेन्टको पनि प्रिन्सिपल एकदम 14वटा जुन प्रिन्सिपलहरू छ त्यो पनि एकदम महत्त्वपूर्ण छ। यो पनि एकदम महत्त्वपूर्ण छ है। इक्जाममा सोध्ने खालको, रिटेनबाट सोध्यो भने यिनीहरू दिन सक्छ तपाईँहरूलाई क्वेसनमा। गुलियोसँग बुझ्यो? ल, पार्टिसिपेसन आएको छैन? पार्टिसिपेसन आएको छ त? यहाँ सुरुमै लेखिदिएको छु त, कम्युनिटी पार्टिसिपेसन। पार्टिसिपेसन आइसकेको छ त राधेश्यामजी? पार्टिसिपेसन पहिला नै आइसक्यो, सुरुमै आइसकेको छ त। क्रेडिबिलिटी पनि आइसकेको छ। हो, विश्वसनीयता, नोन टु अननोन, सोइल सिड एन्ड सावर, रिइन्फोर्समेन्ट, सेटिङ एन्ड इक्जाम्पल्स, होइन, त्यो सबै कुराहरू। अब आउनुहोस्, अब हामी के छलफल गर्छौँ भने, अब हामी छलफल गर्छौँ यसको क्षेत्रहरू के छ त? स्कोप अफ इपिडेमोलोजी। ल भनौँ त साथीहरू, इपिडेमोलोजी भन्छ, स्कोप अफ हेल्थ एजुकेसन, स्वास्थ्य शिक्षाका क्षेत्रहरू के छ? कुन कुन ठाउँमा दिनुहुन्छ स्वास्थ्य शिक्षा? स्वास्थ्य शिक्षा कहाँ कहाँ दिनुहुन्छ? स्कोपहरू कहाँ कहाँ छ यसको? हेल्थ एजुकेसन कुन कुन ठाउँमा दिनु पर्यो? घरमा दिनु पर्यो, परिवारमा दिनु पर्यो, समुदायमा दिनु पर्यो। ठिक छ? अरू कहाँ दिने होला? हेल्थ इन्स्टिट्युसनमा दिने होला। भेरी गुड। हेल्थ पोस्टमा दिने होला, पिएचसीमा हो, प्राइभेट क्लिनिक। ठिक छ? सबै ठाउँमा चाहिन्छ त? हो, स्कुलमा पनि चाहिन्छ। भेरी गुड। हो, स्कोप भन्नाले क्षेत्रहरू। स्वास्थ्य शिक्षा कुन कुन ठाउँमा दिनु पर्यो? स्वास्थ्य शिक्षाका क्षेत्रहरू के छ? स्वास्थ्य शिक्षा कुन कुन क्षेत्रमा चाहिँ चाहिन्छ? त्यो क्षेत्रहरू तपाईँले यहाँ जनाउनु पर्यो। स्वास्थ्य शिक्षाका क्षेत्रहरू के छन् त, होइन? त्यो स्वास्थ्य शिक्षाका क्षेत्रहरू तपाईँले यहाँ लेख्नु पर्यो है त। सबैभन्दा पहिला कहाँबाट सुरुवात गर्नुहोस्? द स्कोप अफ हेल्थ एजुकेसन्स आर गिभन बिलो। स्वास्थ्य शिक्षाका क्षेत्रहरू यस प्रकार रहेका छन्। कहाँ कहाँ क्षेत्र हो त? सबैभन्दा पहिला त घरैबाट सुरुवात गर्नुहोस्, होमबाट सुरुवात गर्नुहोस्। घरैमा चाहिन्छ पहिला स्वास्थ्य शिक्षा, होइन? त्यसै गरी अर्को फ्यामिलीमा चाहिन्छ, परिवार जहाँ छ त्यहाँ परिवारमा पनि चाहिन्छ, होइन? त्यसै गरी कम्युनिटीमा चाहिन्छ, समुदायमा पनि यो स्वास्थ्य शिक्षा चाहिन्छ।
अर्को स्कुलमा पनि चाहिन्छ होइन, स्कुलमा पनि स्वास्थ्य शिक्षा चाहिन्छ। त्यसै गरी अर्को कहाँ चाहिन्छ? फ्याक्ट्रीमा चाहिन्छ, फ्याक्ट्रीहरूमा चाहिन्छ, कल कारखानाहरूमा चाहिन्छ, अर्को हेल्थ इन्स्टिट्युसनहरूमा चाहिन्छ, स्वास्थ्य संस्थाहरूमा चाहिन्छ स्वास्थ्य शिक्षा है। त्यसै गरी अर्को कहाँ चाहिन्छ? एनजिओमा चाहिन्छ, आइएनजिओहरूमा चाहिन्छ, आइएनजिओहरूमा चाहिन्छ, क्लिनिकमा चाहिन्छ, प्राइभेट क्लिनिकहरूमा चाहिन्छ होइन। यो सबै चाहिँ स्कोपहरू छ, यो सबै क्षेत्रहरू छ। स्वास्थ्य शिक्षा दिने यी सबै क्षेत्रहरू छ, घर, परिवार, समुदाय, विद्यालय, कल कारखानाहरू, स्वास्थ्य संस्थाहरू। अब स्वास्थ्य संस्थामा तपाईँले यहाँ उदाहरण पनि दिन सक्नुहुन्छ, जस्तै हेल्थ पोस्ट, पिएचसिसी होइन, त्यसै गरी हस्पिटल्स, हस्पिटल्सहरू यसरी लेख्न मिल्छ तपाईँले, अथवा छुट्टै पनि लेख्न सक्नुहुन्छ है उदाहरण दिएर। त्यसै गरी नन गभर्मेन्टल अफिसहरूमा, गभर्मेन्टल अफिसहरूमा, त्यसै गरी प्राइभेट क्लिनिकहरूमा, प्राइभेट हस्पिटलहरूमा, यी सबै ठाउँमा चाहिन्छ। तर स्वास्थ्य शिक्षाको प्रवाह हुने सबैभन्दा राम्रो ठाउँ कुन हो त? जहाँ स्वास्थ्य शिक्षाको घरै हो, जहाँबाट सानै उमेरबाट स्वास्थ्य शिक्षा प्रदान गरेर उनले व्यवहार परिवर्तन गर्न सक्छ, द्याट इज यो बेस्ट प्लेस। स्वास्थ्य शिक्षा दिने सबैभन्दा राम्रो ठाउँ विद्यालय हो। विद्यालय स्वास्थ्य शिक्षा दिने सबैभन्दा राम्रो ठाउँ हो, याद गर्नु होला। स्वास्थ्य शिक्षा प्रदान गर्ने सबैभन्दा बेस्ट ठाउँ भनेको स्कुल हो। हो, हेल्थ एजुकेसन दिने सबैभन्दा, अथवा हेल्थ एजुकेसन प्रोभाइड हुने सबैभन्दा बेस्ट प्लेस तपाईँहरूलाई यदि सोध्यो भने, स्वास्थ्य शिक्षा दिने सबैभन्दा बेस्ट ठाउँ कुन हो भने, स्वास्थ्य शिक्षा दिने सबैभन्दा बेस्ट ठाउँ कुन हो त? हो क्लियर हुनुहुन्छ साथीहरू? सबैजना क्लियर हुनुहुन्छ? भनौँ त एकचोटि। ल अब एउटा रिटेनको क्वेसन तपाईँहरूले दिन्छु है। रिटेनको एउटा क्वेसन दिन्छु, तपाईँहरूले लेख्नु होला यो क्वेसन। क्वेसन के छ भने, डिफाइन हेल्थ एजुकेसन। स्वास्थ्य शिक्षा भनेको के हो? राइट डाउन द स्कोप एन्ड स्कोप, त्यसै गरी एम एन्ड प्रिन्सिपल अफ हेल्थ एजुकेसन। यो 10 मार्कको क्वेसन हो, लङ क्वेसन हो यो है। यो 10 मार्कमा सोधिने खालको प्रश्न हो है त। स्वास्थ्य शिक्षा भन्नाले के बुझ्नुहुन्छ? स्वास्थ्य शिक्षाको क्षेत्र के हो, स्वास्थ्य शिक्षाको उद्देश्य के हो, लक्ष्य के हो, र स्वास्थ्य शिक्षाका सिद्धान्तहरू के छन्? यो लामो उत्तरमा सोध्न सक्ने प्रश्न छ है। ल यो हामीले माथिको त छलफल गरेकै छौँ होइन। हेल्थ एजुकेसनको एम के होला, के उद्देश्य हो त? स्वास्थ्य शिक्षा किन चाहिन्छ? के उद्देश्य बोकेर हामी स्वास्थ्य शिक्षा लिइरहेछौँ? के उद्देश्य बोकेको छ त यसले? भनौँ त एकचोटि, एउटा एउटा कमेन्ट गर्नुहोस् त सबैजनाले। सबैजना साथीहरूले कमेन्ट गर्नुहोस् त।
हेल्थ हजारबाट बचाउँछ। भेरी गुड। गुड हेल्थ एन्ड वेलबिङ हो, राम्रो। हेल्थ प्रमोसनको लागि, बिहेभियर चेन्ज गर्नलाई एकदम राम्रो छ। ठिक छ। डिजिजहरूलाई कम गर्नलाई, डिजिजको बर्डन कम गर्नलाई, डिजिजको बर्डनहरू कम गर्नलाई, मोर्बिडिटी मोर्टालिटीहरू घटाउनलाई, होइन, डिजिजको बर्डन घटाउनलाई, डिजिजको मोर्बिडिटी रेटहरू घटाउनलाई, डिजिजलाई प्रिभेन्ट गर्नलाई किन चाहिन्छ त? किन? एम के हो त यसको? एम अथवा अब्जेक्टिभ अथवा पर्पस पनि सोधिन सक्छ। पर्पस अफ हेल्थ एजुकेसन एउटै कुरा हो यो सबै। यसको एम के हो, अब्जेक्टिभ के हो, पर्पस के हो, स्वास्थ्य शिक्षाको उद्देश्य के हो, हैन, स्वास्थ्य शिक्षाको काम के हो, एउटै कुरा हो यो सबै। सबैलाई एउटा लेख्न सक्नुहुन्छ। यसले के गर्छ? इट हेल्प्स टु डिक्रिज बर्डन अफ डिजिज। डिजिजको बर्डन हुन नदिनको लागि यसले के गर्छ? अथवा डिजिजको बर्डन पनि छ भने त्यसलाई घटाउनलाई काम गर्छ यसले, हैन। त्यसै गरी रिड्युस द रिस्क, रिड्युस द रिस्क अफ मोर्बिडिटी, बिरामी दरको रिस्क जुन हुन्छ त्यसलाई यसले घटाउँछ। स्वास्थ्य शिक्षा लिनुभयो भने बिरामी नै हुँदैन मान्छे। प्रिभेन्ट गर्न, डिजिजलाई प्रिभेन्ट गर्न यसले काम गर्छ। इट हेल्प्स टु डिक्रिज अथवा इट हेल्प्स टु प्रिभेन्ट, इट हेल्प्स टु प्रिभेन्ट डिजिज, डिजिजलाई यसले प्रिभेन्ट गर्छ, हैन। त्यसै गरी अर्को, इट क्यान मेक पोजिटिभ चेन्ज, पोजिटिभ चेन्ज, पोजिटिभ चेन्जेस इन हेल्थ, हेल्थमा यसले सकारात्मक परिवर्तन ल्याउँछ। हाम्रो स्वास्थ्यमा स्वास्थ्य शिक्षाले के गर्छ त? एउटा सकारात्मक परिवर्तन ल्याउने गर्छ, है। ठिक छ। त्यसै गरी अझै के गर्छ त? यसले मान्छेलाई राम्रो स्वास्थ्य लिनलाई इन्करेज गर्छ। इन्करेज पिपल टु एडप्ट हेल्दी लाइफस्टाइल, राम्रो जीवनशैली, एउटा राम्रो जीवनशैली, हैन, एडप्ट गर्नको लागि यसले के गर्छ त? हाम्रो एउटा राम्रो जीवनशैलीको चाहिँ एडप्सन गर्नलाई स्वास्थ्य शिक्षाले सहयोग गर्छ, है। ठिक छ हो। त्यसै गरी यसले अझै के गर्छ? इट प्रमोट्स आवर हेल्थ, हाम्रो स्वास्थ्यलाई प्रवर्धन गर्छ यसले। इट प्रमोट्स आवर हेल्थ, हाम्रो हेल्थलाई यसले के गर्छ? हाम्रो स्वास्थ्यलाई यसले प्रवर्धन गर्छ, प्रमोटिङ गर्ने काम गर्छ। हेल्थको प्रमोसन गर्छ यसले। स्वास्थ्य शिक्षाले हेल्थको प्रमोसन गर्छ, लाइफस्टाइल चेन्जेस गर्छ, हैन। ठिक छ। र अर्को कुराहरू, इट एल्सो हेल्प टु रियलाइज health is important things, individual, family, हैन, कम्युनिटी। मतलब यसले अर्को कुरा के गर्छ भने यसले तपाईलाई रियलाइज गराउँछ कि स्वास्थ्य एकदम जरुरी कुरा हो। स्वास्थ्य हाम्रो लागि सबभन्दा ठुलो गहना हो। हाम्रो स्वास्थ्य नै छैन भने के को कल्पना गर्नुहुन्छ तपाई? स्वास्थ्य भए पो केही कुरा सोच्ने हो त। बिरामी पर्नुहुन्छ भने के सोच्नुहुन्छ? मतलब यसले रियलाइज गराउँछ एउटा व्यक्तिलाई, परिवारलाई, समाजलाई यसले रियलाइज गराउँछ कि होइन, हेल्थ भनेको एकदम जरुरी कुरा हो।
हेल्थ भनेको हाम्रो एकदम इम्पोर्टेन्ट चिज हो भनेर चाहिँ यसले महसुस गराउँछ। यो पनि एउटा पर्पस हो अथवा अब्जेक्टिभ्स हो होइन। यी सबै के हो त हेल्थ एजुकेसनका। यो सबै चाहिँ हेल्थ एजुकेसनको के हो त साथीहरू? हो, यो सबै चाहिँ हेल्थ एजुकेसनको के हो त एम अथवा अब्जेक्टिभहरूमा तपाईँले लेख्न मिल्छ। यसले हेल्दी लाइफस्टाइल एडप्ट गर्न हामीलाई सिकाउँछ है त। हेल्दी लाइफस्टाइल बाँच्नको लागि सिकाउँछ। यसले हामीलाई स्वस्थकर जीवन जिउनको लागि सिकाउँछ। यसले समाज, त्यसै गरी परिवार, व्यक्तिलाई आफ्नो स्वास्थ्यको महत्त्व दर्शाउँछ। त्यसै गरी यसले चाहिँ रोगहरू लाग्नबाट बचाउँछ। यसले डिजिजको बर्डनलाई अथवा मोर्बिडिटीलाई घटाउँछ होइन। एउटा राम्रो जीवनशैलीको विकास गर्छ। यो सबै अब्जेक्टिभहरू, एमहरू अथवा पर्पसहरू छ यसका है। ठिक छ, क्लियर हुनुहुन्छ साथीहरू? भनौँ त, सबैजना क्लियर हुनुहुन्छ? क्लियर हुनुहुन्छ? ल, यो 2 नम्बरको क्वेसन लेखेर आउनु होला है त। ठिक छ, यो 2 नम्बरको क्वेसन तपाईँहरूले लेखेर आउनु होला। अब आउनुहोस्, लेखेर सबैजनाले चाहिँ स्क्यानरमा, सिएस स्क्यानरमा फोटो तान्नु होला र पठाउनु होला स्क्यानर गरेर। एउटै फाइलमा सबैजना राखेर पठाउनु होला, चेक गर्न अलिक सजिलो हुन्छ है। अर्को बुझौँ, मेथड अफ हेल्थ एजुकेसन। स्वास्थ्य शिक्षाका मेथडहरू। स्वास्थ्य शिक्षाका जम्मा 3वटा मेथडहरू छ है। स्वास्थ्य शिक्षा दिनलाई हामी 3वटा विधिहरूको प्रयोग गर्छौँ, 3वटा मेथडहरूको प्रयोग गर्छौँ। त्यो 3वटा मेथडहरू कुन कुन छ हेरौँ। स्वास्थ्य शिक्षा दिनलाई जम्मा 3वटा मेथडहरूको प्रयोग गरिन्छ। कुन कुन मेथड छ भने एउटा इन्डिभिजुअल मेथड छ, सबैभन्दा बेस्ट इन्डिभिजुअल मेथड। अर्को छ स्मल ग्रुप मेथड, सानो समूहको एउटा मेथड हुन्छ, यसलाई स्मल ग्रुप मेथड। र एउटा हुन्छ मास मेथड, धेरैजनालाई स्वास्थ्य शिक्षा दिनलाई युज गर्ने मेथड। यो 3वटा मेथड मध्ये सबैभन्दा बेस्ट मेथड भनेको यो हो है। यसलाई हामी सबैभन्दा बेस्ट मेथड भनेर बुझ्छौँ। स्वास्थ्य शिक्षा दिनलाई सबैभन्दा राम्रो प्रकारको मेथड व्यक्तिगत रूपमा दिएको स्वास्थ्य शिक्षालाई, विधिलाई राम्रो विधि मानिन्छ। किनभने धेरै चाहिँ हल्ला हुँदैन होइन, अथवा धेरै चाहिँ कन्फ्युजन हुँदैन, क्लियरिटी हुन्छ, कम्युनिकेसन राम्रो हुन्छ होइन। त्यही भएर इन्डिभिजुअल। अब यसमा एउटा न्युमोनिक्स याद गर्नु होला तपाईँहरूले। इन्डिभिजुअलमा एउटा न्युमोनिक्स के हुन्छ भने आइसी। आइसी भनेको इन्डियन करेन्सी। आइसी भनेको इन्डियन करेन्सी मतलब इन्टरभ्यू एन्ड काउन्सेलिङ। इन्टरभ्यू एन्ड काउन्सेलिङ, इन्टरभ्यू र काउन्सेलिङ चाहिँ यस अन्तर्गत पर्छ है। दुईटा, इन्टरभ्यू र काउन्सेलिङ सबैभन्दा राम्रो हो। र इन्डिभिजुअल मेथडमा राम्रो इन्टरेक्सन हुन्छ, गुड इन्टरेक्सन। अब 2जना व्यक्ति छ, छलफल गर्न एकदम सजिलो हुन्छ, इन्टरेक्सन राम्रो हुन्छ, टु वे कम्युनिकेसन हुन्छ, दोहोरो सञ्चार हुन्छ होइन। इन्डिभिजुअल चाहिँ सबैभन्दा राम्रो मानिन्छ। स्मल ग्रुप, सानो समूह, अल्प समूह, अल्प समूह भन्छ यसलाई। अल्प समूह भनेको सानो विधिहरूमा। अब यसको उदाहरणहरूमा तपाईँहरूले गर्नुभयो भने जस्तै मिनी लेक्चर, मिनी लेक्चर मेथड होइन, सिम्पोसियम मेथड, सिम्पोसियम, प्यानल डिस्कसन, प्यानल डिस्कसन मेथड। त्यसै गरी अर्को चाहिँ रोल प्ले, रोल प्ले मेथड, स्टिमुलेसन एक्सरसाइजहरू, स्टिमुलेसन एक्सरसाइज। त्यसै गरी डेमोन्स्ट्रेसन, डेमोन्स्ट्रेसन भयो, यसैमा पर्छ यो पनि हैन। त्यसै गरी सेमिनार भयो, वर्कसप भयो। यो सबै मेथडहरू छ स्वास्थ्य शिक्षा दिने, यी सबै मेथडहरू छ है। एउटा सानो समूहमा, 15 जना भन्दा कम समूहमा, अथवा
20 जनामा अथवा 5 जनामा धेरैजना नराखिकन तपाईँले एउटा सानो समूहमा जुन स्वास्थ्य शिक्षा दिनुहुन्छ द्याट इज स्मल ग्रुप मेथड। अर्को मास मेथड। मास भनेको धेरैजना समूहमा जुन स्वास्थ्य शिक्षा दिन्छ त्यसलाई मास मेथड भन्छ। यसमा सिएल सेल याद गर्नु। सेल भनेको सी भनेको कम्पेन, कम्पेन, ई भन्नाले एक्जिबिसन र यल भन्नाले लेक्चर। कम्पेन, एक्जिबिसन एन्ड लेक्चर, सिइएल सेल। स्वास्थ्य शिक्षाका जम्मा 3वटा विधिहरू छ। 3वटा विधिमा एउटा विधि हुने भयो के त सिएल सेल विधि हुने भयो है। कम्पेयर, एक्जिबिसन एन्ड लेक्चर गरेर जम्मा मास मेथडमा 3वटा विधिहरू हुने भयो, कम्पेयर, एक्जिबिसन र लेक्चर। अब तपाईहरुलाई म एउटा क्वेशन दिइरहेको छु, तपाईहरुले आफ्नो मनले पनि यसमा थप्नु होला। Illustrate the method of health education. हेल्थ एजुकेशन का मेथडहरुलाई प्रश्न पार्नुस् हैन। हेल्थ एजुकेशन स्वास्थ्य शिक्षाको जुन मेथडहरु छ यतिले मात्रै पुग्दैन, यसमा तपाईले अझै अलि थप घट गर्नुपर्छ। तपाईले जस्तै मैले भने इन्ट्र्याक्सन राम्रो हुन्छ, वे कम्युनिकेसन हुन्छ हैन, इन्टरभ्यु यसरी हुन्छ, काउन्सेलिङका कुराहरु स्मल ग्रुपमा यो समूहहरु पर्छ हैन, यसमा पनि इन्ट्र्याक्सन हुन्छ, त्यसरी लेख्ने। रो अथि मास मेथडमा तपाईले क्लियर गरेर अलि लेखेर पठाउनु होला। अनि अझै पनि हामी यसलाई छलफल चाहिँ गर्छौं, यो प्रश्नमाथि अझै पनि डिस्कसनहरु हामी गर्छौं। त्यही भएर चाहिँ हेल्थ एजुकेशनको मेथड के छ हैन, त्यसको बारेमा तपाईले अलि प्रष्ट तरिकाले चाहिँ लेखेर पठाउनु होला सबैजना साथीहरुले। र यो यसमा क्लियर छ सबैजना भन्नुस् त। सबैजना क्लियर हुनुहुन्छ? 5 मार्क हो ल, 5 मार्क हो यो, 10 होइन। 5 मार्क्स को, 5 मार्क्स को है। क्लियर हुनुहुन्छ यहाँसम्म कि छैन? क्लियर छ है ल। ल अब यो क्वेशनहरु एकदम भिभिआई क्वेशनहरु छ, एकदम इम्पोर्टेन्ट प्रश्नहरु आएको हो, डिस्कसन पनि भएको, सबैजना साथीहरुले लेखेर पठाउनु होला। र आजको लागि मेरो क्लास यतिकै रहन्छ। यहाँहरुको नेक्स्ट क्लास अब हुन्छ। कृपया सबैजना साथीहरुले 5 देखि 10 मिनेटसम्म ब्रेक हुन्छ, त्यसपछि नेक्स्ट क्लास तपाईहरुको जोइन हुन्छ। कृपया सबैजना साथीहरु नेक्स्ट क्लास चाहिँ जोइन गर्नु होला। आजलाई हाम्रो कक्षा यतिकै राखौं। मेरो कक्षा यति रहन्छ आजको लागि, र अब नेक्स्ट क्लास एकछिनमा हुन्छ। कृपया सबैजना जोइन हुनु होला। आजलाई यति नै गरौँ। हस्, हैव अ नाइस डे। थ्यांक यू सो मच एभ्रीवन है। धन्यवाद। वेलकम वेलकम।